आज गाइस चाहिँ वुहु सो ठुलो सुपरभाइजर यस्तो रहेछ यहाँनिर अगाडि चाहिँ अस्ति नै लगभग 4-5 साल अगाडि चाहिँ बस पल्टेर 19 जना मरेका होइन दाइ अनि दाइले उकालेन जस्तो लाग्यो यार क्रस फायर नउकाल्दिरह ल म गइदिन्छ है त खराब हुन्न यार धकाल्यो दाइ धकाल्यो क्रस फायरमा यस्तो गर्नु परेको गाई छैन म उकालिदिन्छु सक्छ त सक्दैन नि फेरि एनएसलाई टायर त चिल्लै हुन्छ है क्या हो ए बुलेट त झन् झ्याप्पै भयो पस्नुपर्ने एकछिन पस्नु भाइ एकछिन पस्नु है अलिकति ब्याक गर्नु त नरोक्नु ल हजुर हिँड्नु आफ्ना त साह्रो पऱ्यो पारेर यसरी लिएर जानु पऱ्यो यस एनएस भने एनएसै हो नि हजुर रोकेपछि गाडी रोकिनै हुँदैन नि बाइक त यस्तोमा त पसिनै खलखल ल ठिक छ आउँदैन बुलेट त अर्को बाइक भएको भए आट्न नि आउँथ्यो यो बुलेट त कहाँ त सक्नु यो तपाईँ चाहिँ चल्नु हामी धकल्छौँ यो दाइ यो जाँदैन नि दाइ यहाँनिर यो यस्तो हेर्नु त मुनि नै छोइसक्यो हजुर यसो गरौँ यसलाई अब ब्याक गरेर उतारेर जाऊँ यो त उक्लिँदैन क्या यहाँ त क्रस फायर त त्यस्तो गाह्रो पऱ्यो बिस्तारै आउनु भन्न त्यो त अझै डोराउन मिल्छ भन्नु न है यो त कहाँ डोराउने यो त पल्टिहाल्छ गाडी त उक्लिन्न होला यहाँ हस् दाइ हस् यहाँबाट उता त राम्रो यति मात्रै होइन यहाँ बन्दैछ भन्नु पर्यो मेरो युट्युब च्यानल त छैन ल टिकटकमा चाहिँ टक्क लाएर हजुरहरूले फलो गर्नु पर्यो होइन 911 ब्ल्याकी भ्लग छ टक्क लाएर फलो गरिदिनु अब यस्तो बाटोमा होइन क्रस फायर उक्लिन क्या गाह्रो परिरहेको थियो गाइज होइन एनएस त एकै लडमा उक्लिरहेको क्या अब त्यही भएर हजुर अब बिस्तारै माल आयो हजुर यो डाँडा झर्न लाग्थ्यो यो डाँडा झर्छ भनेर चाहिँ यसलाई मिलाउनु लाग्यो क्या अब जाउँ हिँड्नु हाम्रो दाइलाई पनि फलो गरिदिनु टिकटकमा टक्क लाएर सब्सक्राइब हानिदिनु दाइको नाम चाहिँ के छ दाइ रोनिन सगुन छ है सबैले एकचोटि गएर वाच हानिदिनु गाइज त्यही हो अब हामी दाजुभाइ टक्क लाएर जानुपर्ने हुन्छ दुईजना ड्र्याग हान्दै ल क्रस फायर ट्र्याक्टर आइरहेको रहेछ होइन ट्र्याक्टर रहेछ नि त गाइस हाम्रो डट र हजुर दाइ हान्दिउँ दाइ हान्दिउँ हान्नु न ल कुदाउनु यस्तो बाइक बोकेर नकुदाउने हो त कुदाउनु रेस हान्दिने क्या दाइ मेरो धेरै टाढा छैन रेस हान्दिने क्या एकछिन दाइ होइन जान्छ दाइ यस्तो बाइक त कुदाउने नै बाइक हो क्या यो एन यस्तो म
यस्तो कुदाइदिन्छु ए केही हुन्न हिँडिदिनु मैले हुन्छ हजुर हजुर ए ल हिँड्नु हिँड्नु दायाँ र बायाँ हिँडिदिउँ न दाइ म कुदाउनु तपाईँ आउँछ गाइस होइन हाम्रो डट पछि आउँछु भनेर आँटा लाएर बाइक दाइ नै धुलै धुलो भयो जस्तो आउनै खोज्नुहुन्न ए डटलाई त धुलै धुलो भयो ल अब चाहिँ हामीलाई चाहिँ कुदाउनु लाउनु पर्छ दाइ आउनु टक्कन दाइलाई यार कुदाउँदै कुदाउनु हुन्न यस्तो बबाल डट बाइक भएर नि मेरो हातमा पर्ने हो भने कम त हानिदिन्छु मैले कुदायो दाइ कुदाउनु कुदाउनु रकेट हाल्यो रकेट रकेट कुदायो के हो यो हार्दै एक सुना हालिदिन्छ त यार ए दाइले के गरी कुदाउनु भएको यो एउटा सार हान्दियो दाइ आउनु आउनु बुलेट आइरहनु दाइ मेरो यहीसम्म हो कुदाइदिने एकचोटि हाल्यो 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 डट डट डटलाई त म्याले चेताइदिइहाल्छु उताबाट मोबाइल बाइक आइरहेको छ गाइस होइन ल्यान्ड छिराइदिन्छु म बिहान ल म यता अब हस् ल राम्ररी जान्दै ए हस् त ल हस् 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 दाइ जानुभयो उताबाट होइन म पनि अब यता लागिदिन्छु गाइस दियोस् डटसँग दाइले अब दियोस् प्रतिक्रिया दिनुभयो अलिअलि दाइले चाहिँ अलिकति त्यो होइन चलाउनुहुन्छ अलिक कुदाउनु चाहिँ नकुदाउनु रहेछ है त्यही हो गाइस अब हाम्रो अब यहाँ पानी बसिरहेको चलाउन पानी बसिरहेको दाइको अलिकति नयाँ ठाउँ त्यही हो गाड फाडिदिएर क्या पनि के बित्तिक हो म्याच भेट्ने भनेको कसले भेट्ने यस्तो उकालोमा मान्छे यस्तो बबाली स्पिड जान्छ पुलिस सक्छ त अनि त्यो दाइले हान्दैन यार यति त क्रस हाल्यो होइन डटले दाइको कुन डट हो त्यो कायो डट रहेछ ए दाइले कायो डटको बिल्ला हान्दिरहने नकुदाइदिएर डट भनेपछि त अलिकति चलपल हुनु पऱ्यो नि त होइन होइन भाइ त कम्मै पो छ